अब हामी चाहिँ घाँस काट्न जानु लाग्यो आज दसैँको दिन सबैलाई शुभकामना उहाँ आमा श्रीमतीज्यू घाँस काट्नको लागि तयारी हुन्छ उता भाउजूले चाहिँ के गर्नु लाउनु भयो के को मासु बनाउनु लाउनु भयो बुङ्गुको पोरको अरे पोरको रे पोहोर सालको मासु भन्थ्यो त्यस्तै हो ल हामी चाहिँ अब आज दसैँको बेला पनि पानी परिरहेको छ अलिअलि बिदो भइसक्यो अब फेरि हामी घाँस काट्नतर्फ जाँदैछौँ बाबाले चाहिँ भित्र चाहिँ टिका मुज्दै हुनुहुन्छ दही हालेर चट्ट लाएर ल आजको लागि आजको साइड टाइम भनिदिनु त आज विजया दशमीको लागि टिका मुज्दै अब तयारीमा ल ओके हामी पछि भेट्नेछौँ दसैँ भाइब्स क्लियर आहा मौसम भन्ज्याङ हुसो लाहाई आमा ए हुसो लाहा त हुसो लाहाई ओहो तपाईँ पनि घाँस काट्नुहुन्छ अलि मलाई भेट्दै कहाँ सबै अब कागती रोप्ने हेर्नु झाँगा हालेको हामीले हिजो त्यताबाट सर यो चाहिँ मैले रोप्या ऊ त्यो मैले रोप्या यो मैले रोप्या ऊ त्यो पनि मैले रोप्या पुऱ्याउने त अनि आम्मा मौसम त क्लियर आहा आजको नेचुरल भाइब्स हो के यो भनेको त खोइ कहाँ छ बेलौटी बेलौटी खोइ पाकेकै छैन काँचै छ हेट यस्तो नछन त आइपुगेका छौँ हामी सुनानाक भन्ने ठाउँमा आइपुग्न लाग्छौँ पारी भाउजूहरूले चाहिँ काटेर सकिन लागिसक्यो हामी भर्खर बिस्तारै यस्ता त छैन हामी मान्छेहरू अरू फर्किने बेला हामी भर्खर हिँडिरहेछौँ प्लास्टिक ओढेर सबैले अझै छ है हामी त उहाँ पुग्ने डाँडा कहाँ त्यहाँ तल चाहिँ मन्दिर छ रम्बादेवी मन्दिर देखेन क्या हो देवी मन्दिर पारी भाउजूहरूले काटिसक्नु छ यो चाहिँ सुनानाक तल्लो चाहिँ मजा आउँछ नुहाउनलाई चिसो पानी खान पाइन्छ बर्खाको टाइममा नि ए यिनीहरू त एलियन जस्तो देखे एलियन ल हामी घाँस काट्ने तर्फ जाँदैछौँ भ्यू चाहिँ बब्बा लाउँछ कि फेरि यो चाहिँ चपडाँडा ए चपडाँडा रे के गरे आर्की डाँडा यहाँ पूजा गर्छन् आइपुग्नलाई हामी पनि वहाँ के अरे जाने नि जुका त लाग्दैन नि जुका लाग्छ वाउ कस्तो दामी फुल हो क्या हो काठ चाहिँ यो चाहिँ हाम्रो खरबाडी यताबाट हुटासम्म गहिराबाट काट्दै आउने रे हामी त्यतै जाँदैछौँ खरबाडी हेलो
घरबारी चिनाउँदै हो क्या हो आमाले चाहिँ श्रीमतीज्यू हेलो लाउनुहोस् हजुरको लागि लेजर यहाँबाट जाने र ल ल घाँस काटेको अलिकति भयो भने यति भयो नि भइरहेको छ ओ आमा पुग्यो के घाँस छिटो आउनु यस्तो भिडमा काट्नु परिरहेको छ हामीले काटेर अब श्रीमतीज्यूले चाहिँ अब भाडी बार्न लाउनु भयो मुठा बनाउन लाउनु भयो मेरो काम चाहिँ यो मुठाहरू चाहिँ माथि बाटोमा निकाल्ने हामी पछि भेट्नेछौँ फेरि घाँस ओला धे आमा जुकै जिका क्या हो नाको कि नाके बुढी नाको के चिन्डी मन र जुकै नाके कुलाङ चिन्डी मन र ल लाको डुकिसक्यो म बोक्दा बोक्दा घाँस यिनीहरूले चाहिँ अहिलेसम्म बोकेको छैन छिटो बोक्नुहोस् हजुरहरू प्लिज जालाई घुम है आमालाई धक्काउनु पर्छ नि ल अब हामी चाहिँ हिँड्यौँ यहाँ बाबाले चाहिँ टिका लगाइ सुरु भइसकेको छ बल्ल गएर ठुल्बाको घरबाट लगाएर आउनुभएको ओइ गोकु ओइ कहाँ हेरे टिका लागे हेरे गरेछस् भोलिपर्सि तिमीहरू पनि लाउने यस्तो अहिले चाहिँ है तरले नयाँ कपडा लाएर है नयाँ जुत्ता लाएर यसलाई पो दसैँ लाहा ओइ दसैँ लागेको ल टिका सुरु लगाइदिने सुरु भइसक्यो फेरि भिडियो हाल्दा फेरि बनाउँदा त्यस्तो नबनाऊ आहा त्यसले अहिले तानेर चुराल्दै नि फेरि आज मिति 2082 साल 6औं महिना 16 गते बिहिबारको दिन विजया दशमी सुगत उपलक्ष्यमा आज यस नौ दुर्गा भवानीले सुखर शान्ति दियोस् आओस् र मनले चिताएको सम्पूर्ण कुरा पुर्याइदियोस् र आफ्नो अरूको भन्दा हात ठुलो भओस् माथि भओस् र सम्पूर्ण मनले चिता ल
एउटा स्याउको टुक्रा दिए खान्थ्यो होला अन्त के ऊ त्यहाँ छ के विजय दशमीको शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामनाको साथ यसरी अब तिमीलाई पनि लगाइदिन्छ कि अहिले है बुवाले तिमीलाई लगाइदिन्छ के हाम्रो बाबुलाई टोपी खोइ टोपी टोपी खोइ मम्मी टोपी ल्याइदिनु बाबुलाई नवदुर्गा भवानीले रक्षा गरून् भन्ने टोपी राख्दै कपाल यस्तो यस्तो गराउनु पर्यो टिका लाउनलाई यस्तो मासतिर यो हो पुस्ने टिस्यु मलाई त्यो एउटै हो क्या त्यही दिन्न त्यही ठुलोवाला हो कि यो त वाला हो एउटा रुमाल राखी हुन्छ कि जे हुन्छ त्यो नेगाक्छ आसमती हो कि सारमती हाने गाक्छ सारमती हाने कि मा सारमती हो मा 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 प्रेस के ल ल मा प्रेस गाक्छ ल यहाँ बक्सन कुटु 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 कता जाने हो र सालको असोज ओसे 5 रुपैयाँ घनी ओसे आजादमा एक बिन्छ छ अब टोकल्याक मट या कान्छाको के मा मा प्रेस के दिन विजय दशमीको सुकुट पावन अवसर अहिले मिलेन भनेर मलाई गाली गर्ने होला यता 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 अरबिन यता यता फोटो खिचेछ यता यता आउन एउटा उठेर एउटा बसेर गर्दाखेरि दुइटैलाई भेट हुन्छ अलिक कष्ट आफ्नो कार्यकाजमा त्यो नखा है राम्रो होस् बोक्ने हो भन्ने आशा राख्दै म दुर्गा भवानीसँग प्रार्थना गर्दछु म जान्दिनँ ल फोन आयो ढोग्ने होइन बाहिर फोन आयो हाम्रो स्वास्थ्य राम्रो हेलो भनिदेऊ भन्दा त्यही हो ठुलो हेलो भनिदेऊ त आशीर्वाद खोइ त्यो भाउजू बनाउनु खोइ ओइ भाउजू भाउजू दा फुट 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 हाम्रो बाबुले पनि बोक्ने है हाम्रो बाबुले बोक्ने है मम्मीले बोक्छ कि बाबुले बोक्छ कहाँ जाने हो र रोको आज के बाजी हो फुट फुट खस्यो फुट ल यहाँ बस ल ल ल ल जुत्ता लगाएर पनि ऊ भयो के चिनी हुँदा पनि आफै यतै आउँछ चिनी दिएर हुँदा पनि हाम्रो पनि जमाना त्यस्तै भएको थियो हो कता गयो हो र हाम्रो त जमाना ठुलो भयो हो ठुलो भयो त ठुलो भयो कि नै अन्त सानो छ भन्नु यसरी मिसेर एउटा कपडा भए पर्दैन के नआचार किन बस् न ननुगो धेरै ल गएको पालो ल ल ल ल ल तँलाई पहिलो टिका ल दसैँको गते दसैँ विजय दशमीको अवसरमा दुर्गा भवानीले रक्षा गरून् मनले चिताएको सम्पूर्ण कुरा पुर्याओस् चल्ने आशीर्वाद दिनु त नि हो अनि राम्रो भएर पढ्ने देख्ने दुःख नदिने है दुःख दिन्छ मान्छे यताउता कसैलाई केही नभन्ने राम्रोसँग बस्ने हेर्न हेर्न ल ल ल ल भयो ल भयो टिका टिका भयो बसेन सबै फालेको भयो क्या भयो त भनेछ हेर्न हेर्न थाहा नगई अबि त कस्तो रहेछ हौ
तेरो अब ब्लगमा आयो भने भोलि पर्सि यसलाई ल तँलाई कति त्यो होइन दिन ऊ यहाँ हँ? खोइ यो के छ है इसे ठुलै करङ्च बाबा ल यो हजार राम्रो ल नोसँगै 100 रुपियाँ र 5 रुपियाँकै तँलाई जरा उगी है 50 सिसे 5 रुपियाँका मे पैसा पनि पैसा धेरै पायो त्यसले आमा जम्मा गर अब ल जिउ गर्न ल जिउ गर्न जिउ गर ल ल बुबालाई जिउ गर्न ल जिउ जिउ ल ल ल ल भाग्यमानी होस् यता यता ल म भएर जियोस् उता यता ल बुबालाई जिउ गर्न भाग्यमानी ल ठुलो लाउरी हुने ल म त तिमीलाई हिजो मुख हेर्ने तिमी पनि हेरेको ल ल ओहो यसले नै दियो पैसा धेरै कमाउने भयो यसले ला जिउ गर्न काकोलाई जिउ भाग्यमानी ल ल माइली बैला पनि जिउ ल यता कता गयो ल माइली बैला पनि जिउ ल भयो ल उइसो गर्नु पुसाक नि ल तिमीले पनि बोक ल 5 रुपियाँ ऊ छोटा दन यो जन खै मम्मी कहाँ है त यसलाई हो पहिला के गरे म टिका लगाइदिउँ कि के गरौँ नानीहरूलाई ल जय होस् हजुरले नै हामीलाई बोकाइदिनु पनि यो हाम्रो अविचल शिक्षित लगाइदिउँ है गरिन पहिला बिहा गर्नु पाएँ खोइ नानी अब अघि धोगिनु ल भन्यो नि त खोइ ए ल नानी आउनु ल ल बिहामा लगाउनु पाएन के अरे बिहामा आउनु पाएँ त्यस टिकामा लगाइदिउँ है ल फलाक्न आउँदैन फलाक्न अनि भोलिपछि फलाक्न बुढो भएपछि होइन धेरै पेपर खर्च हुने भयो त बरु एउटा रुमाल राखेर पुस्नलाई दिनु ठिक हुन्छ परेन अघि भयो कि नमस्ते ल भाग्यमानी ल ल ओलाङ किनभने बैल खलाएर बुवा ल अब हिजोकेर तनाके बसले लागि सन्तोषे ओसले नाक भिडियो पिनामी है बइन्छ यहाँ मैले विजया दशमीको धेरै धेरै शुभकामना मेरो प्यारी श्रीमतीज्यूलाई टिका लाउनु त त्यस्तै टिका लगाइदिनु पर्छ लगाइदिउँला नि त हाम्रो ठुलबुवा रे ठुलबुवा मातेर बसेछ यहाँ अहिले नै टिका ओटेर मातेर त यहाँ टिका लगाइदिन पनि कस्तो आक्तोरी गरिरह यहाँ निभाहरू भेनाहरू यसरी पाडे रहन ल ल ल ल ल ल छिटो लगाइदिनु एकछिन बस्न आराम गर्न आउने बित्तिकै लगाउनु हुने के त्यो ए हाम्रो भेनालाई विजया दशमीको धेरै धेरै शुभकामना के हुन्छ फ्यु बढ्छ त्यहाँ फेरि हार्ट अट्याक हुन्छ के ल ल ठिक छ नि त ल ल ल खोइ दुःख है ल निभाल है ल निभाल ल ल निभाल ए खानु नि त ल सियाल खानु न कि किन सबै लगाइसक्यो बढ्यो नि सिट्ने इसे मुढा डोनी छ अब हेरि यहाँ सातजना ल इन्टरभ्यू लिन लाग्यो हो मैले हात त होला सिटिस् न वसे जोनिस् न वसे ओ
जुठा भन्छले हेले के देखाउनु भयो त्यहाँ बस्ने ठाउँमा नि के जुठा हेर हाम्रो मोटी ढौसी दिदी ढाउँसी यता हेर्नु हाय। ल ओ सुदेव यहाँ आइज न यहाँ भिडियो बनाइदिए अब टिका लगाइदिएको ल नानु त्यो खान लिबेन त्यो नखाने हा ल जानु ल पैसा जानु है अब के गर्ने एउटा साधन सुजल ए लिबेन आजकल को छुरी कलक नला खाने ल परमेश्वरी नौ दुर्गे भवानीले रक्षा गरोस् पैसा जान्न भाग्यमानी होस् 1000 वर्षको 100 वर्ष आयु लिएर ल दिदी भाडा ठुकी बजाल्ने अर्काको आफ्नो हात माथि अर्का तल त्यसै गरेर खान पाओस् आउने साल एउटा छोरा लहरकै पाओस् म पनि फेरि त्यहाँ झाउरे नाच्न आउनु खान पाओस् रोक्सी हो यो एकदम राम्रो कुरा धेरै नगरे पनि म क्याप्टेनबाट लेफ्टेन भइजा है दक्षिणा फेरि जौरा पनि राख्यो कि यति राख्यो रहेछ त्यस्तो मकैको बोकेर आएको छ मैले त जौरा रोप्न जानुपर्छ बारीतिर ए ल रोपेर आइज धान पनि उहाँ रोपेर आइज आइसाल ए ल जाला फेरि मलाई पर्टाउला छोरा पाओस् फेरि झाउरे नाच ल एउटा हो र एउटा छोरा एउटा छोरी पाउनु पर्छ राम्रो भयो भिडियो रिटायर जस्तो दुईटा छोरा पाएर हुन्छ होइन एउटा छोरा एउटा छोरी विनोदले अब एउटा छोरी पाउँछ हो र पहिला चाहिँ छोरा किन ताक्नु भएको त फेरि पहिला छोरै भनेको तँलाई पनि छोरै भनेको छु है ल छोर ल है सेम आजादमा मुकेश धैजौडा जातमा मुके माले सेम खाटो मुके उसलाई चाहिँ मगर भाषामा मलाई चाहिँ खस्कुरामा किन जनता जान्न चाहन्छ नि ये बा ल हेर न कान्छीले यस्तो भनेको हामी झार्न पाओस् उही लगाइदिनु भयो कहाँ जाने यहाँ भ्याउन पर्यो नि यहाँ त टिका लाउनलाई मात्र भयो नि यसो एक झुलो लगाइदिएको ल ल नमस्ते भाग्यमानी यसलाई नि टिका लगाइदिनु पर्ने क्या भाइलाई मैले खासमा खोइ मैले लगाइदिन्छु यसलाई यसो भने टिका भाइले दक्षिण पछि फेरि भेट्न होला फेरि यो बिटी सार्ने हो भने कुर्ने हुन्छ भन्न माइलाले आशीर्वाद दिएको ट्याक्कै हुन्छ क्या हो नातिनी होइन सबै माइला त निकै राम्रो फलाक्ने रहेछ कहाँको पण्डितले सिकाएको तँलाई फलाक्न पर्यो त खोइ त जोनलाई चल्ले लिएर हात डुलाएर कहाँ पुऱ्याइस् भान्ज्याङ टोइलेट गर्न लग्यो होइन र यसलाई
ल हिँड 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 जोन हिँड 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 यसले मलाई मान्छ कि यसले जोनले ल यो चाहिँ हाम्रो बजेको घर दुध बाजेको ल आज यो रात पानी पऱ्यो यस्तो बिजोग बनाइदिए को चिप्लेर ल हामी ब्रेक पछि भेट हुने छौँ ल लाएर लाएर ल छिटो अब भाइरल हुन्छ है अब के ल्याउनु भएको पछाडि ए टिका लगाउने अब मामा खतरा छैन अघि खाली बस्नु देखे कहाँ अब मुख धुनिया त नि आजको बेला नि फेरि लाउनु त्यसो भए ल लगाइदिनु अब अहिले आउनुहुन्छ दाइ पनि आउँदै हुनुहुन्छ अङ्कलहरूसँग आउनुहुन्छ आएर भोलि फर्किने अरे फेरि बटुङ आएर बस्नु भयो रहेछ बिहान अहिले आउने अघि नै आउने भन्दा यता र उता गर्दै छेउमा खतरा कि यस्तो खतरा भन्नु भएन ल माइली टिका बुक्रा न ल त उता पोखर साप ल गयौँ हामी ल दुधबाई गयौँ हामी गयौँ अब घरतिर भिडियो के भइरह ल दसैँ लगाइरह है यहाँ दाजुभाइहरूको खलक यार त्यतिकै काममुटोलीहरू आम्मा दसैँको रमझम ल सेद्दाइ फेरि यता फोनतिर बोल्नु भयो ल हेर ल ल के भन्नु ल के भन्न छ ल यहाँ दर्शकहरूले हेर्नुहुन्छ कहिले काहीँ यतातिर भनिदिनुहोस् ल के भन्नु छ ल भ्लगमा ल राम्रो सफलता होस् फेरि पनि यस्तै बाटो पाओस् भन्ने ल है ल ल ल ल सेद्दाइले ल विजया दशमी धेरै शुभकामना ल है ल ह्याप्पी दसैँ ल है ल म यहाँ टिका लाउँछु यहाँ फुलबाको मिजारुबाको हातबाट ल ए लाङ ए ल
हेत्तेरी ल लगाउनुहोस् यहाँ हाम्रो मिजाड बुवाकोबाट प्योर डुली जस्तो देखेको छ हजुर त श्रीमतीज्यू ल ल सबैलाई फेरि नमस्ते नमस्ते सबैलाई नमस्ते ल नमस्ते ल ल सिधै नमस्ते ल खाली गिलासमा ल ल हामी लाग्छ मलाई हतार छ दाइ होइन त्यो हुँदैन दाइ अहिले मुख जुठाएर यहाँ फुल भइसकेको छ मान्छेको घर यहाँबाट सुरु हुँदै गएको कहाँ उहाँ लाङसम्म पुग्दा त फुल भइसक्यो दाइ नखाने ल बेर भइसक्यो अब पानी पर्ला जस्तो भइसक्यो फेरि पुग्नुपर्छ उहाँ ल गयौँ हामी ल भोलिभित्र भेटौँला ल ल सामान मिलाउने यताउता हुनुहुन्छ ल ओ ल खोइ आमा ल एउटा ठुल्दाईको पत्लिछामा होइन हजुर चाहिँ ल कहाँ हो कि हजुर के झरेको जाँदैन ल सामान प्याकिङ गर्नुभयो ए भाउजूलाई नमस्ते गर्ने बिर्सेर नमस्ते भन्नु ल नमस्ते भन्नु ल नमस्ते नमस्ते ल ल अब सामान प्याकिङ गरेर हिँड्नुपर्छ ल ल ल ओइ गोकु तल के खाइरहेछ सा त खतरा रहेछ जस्तो मेरो मिनी भ्लगमा आउने भइस मिनी भ्लग पनि होइन भ्लगै है के सोचिरहेछस् तर खतरा हुन्छ है आमा ल भोलिपछि है जाई राम्रोसँग माउला घर तेरो मामा घर है ओइ राम्रोसँग जा त आएर भेटौँला टिका लगाउन गाली गाली गरिएन 2082 सालको महिना 16 गतेको विजयादशमीको उपलक्ष्यमा दुर्गा भनेको नौ दुर्गा भनेको सुख शान्ति पाओस् र सफलता होस् जे गरोस् आफ्नो दुर्गा भवानीले नानी के बाप बेटा अंकल लाउँ त म मिसा खान्थे म मेरो जति पाठ छ फोटो झाल्मुकै आसे मोजा मोजा आज जेनी त मासले अब और बुढाहरूले पनि मोजा जेनी 3:30 भयो अनि अबेला भयो के तिमीलाई कुनै घटना खान दिने 4 बजे तारहरु 4 बजे बल्ल तारहरु 12 घण्टा ढिलो जाँदा कि यसो नयाँ वर्क बजेको गोराखमा राख मार्छ मिजाले नमस्कारलाई गोरा के गरेर दिन नमस्कार हुँदैले मिजा खटा तिमीले अरु चमा बुढा बुढी ओके इट इज लाइक हलिडे अब ना छोजु उता फोटो खिच्ने रे फोटो खिच्ने गर्ने एकछिन त्यसो भए अब बाजी की माना रजे जुरन छिमन्दा अब गाडी ए जा पहिला ओ बाजी मानु नि बिचार बुबाजी अंकललाई लागि झाल्ला दिमी अंकल देमी जाले
मलाई वामान के Tahu baju yang mana ini ada, laga bari kaje munis, ada. भाइ हिन्दू गीता Satu macam orang. Pois nanti ulang abad pois yo. Pois ada orang pois mana? वाला पुष के ले Kula, पार्ला parla bojai yang pois ni ni. Kasus pois ni ada. Gure buat yang kasus itu pois mana? कुजीमा Gure buat apa? Oh, pergi di sana. अब सर चिटिङ हरान घुम्नु ल्यान्छ नि गोरेको ल ल ल ल अब यस्तो ढिलो भइसक्यो भन्दै पनि अङ्कलले यहाँ बाबुलाई गुलेको छ नानीहरूलाई Pergi di sana. नानी Nani nak orang Islam ini? लाइभ हो यहाँ त भिडियो कहाँ उठेको छ ला रोक्न अहिले यहाँ फोटो खिचिदिनु परेन फेरि पनि उतामा मन्दिरको Kalau benar. बाकी मात्र छ अनि के छ ल 8 घण्टा लामो तपाईहरुले नाम चाहिँ नाम डाँडा भान्जी अनि लक पस्के छ नि आज भन्छ गाईकी हजुरलाई ढोग्न लाग्छ के रे आमाको राख्छ न हजुर आसु मलाई के जा तेरो पाली वाट हजुर साला कुर्किनु आछ साला छुट्टी ल सुदीपको पालो अब यो त ब्रिटिस आर्मी हुन्छ टक्क लाएर जाने अब Silma dirik mata. God bless you. खोइ त दाइलाई ढोक गरेको यार यसले त ढोकै गरेन यार गरिसकेको त्यसै ढोक्दै ढोकेन यार खुट्टामा ढोक्ने भनेको ल छिरो अब यति नै भइसक्यो ल जमरा दिने पैसा दिने खुट्टामा ढोक्दिम
रात पर्यो के एउटा परेन आशिष के दिनु त ह्याप्पी दसैँ होइन अब छिटो 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 घरमै बोकेर सक्ने हो कि यो सुन न खानुहुन्न विशेष दसैँ ल काम आँटेको पुरा हो ऊ सुदीपलाई बोकानु पहिला सुदीपलाई भाउजूले अहिले ल ए भाउजूलाई छोडा न कहिले हो सुडी पुगिरहेको पहिला सुडी पुरा छिटो आइज न ढिलो भइसक्यो यहाँ रातै पर्यो इस चाड तिमीहरू त 6 बजी पुग्छ अहिले अब अँध्यारो भइसक्यो मामा घर कति टाढा हो एकदम सुसिलो पढ्ने केटी होइन बाइकमा जान मिले त ठिकै हुन्थ्यो केटी होइन थोरो थोरो यो अलि डक्टर लेभलको टक्क सर्लक्क परेको घाँटीमा टक्क के भन्छ त्यो उस होइन हो ल उहाँ पहिला ब्रिटिस आर्मी भइदियोस् आल्थोकको नाम राखोस् हाम्रो यो कामु फ्यामिलीको राखोस् ल दाजुभाइको ल नाम राखोस् ल ल हाम्रो गोकुले ल ल नाङ्की पहिला ल छिटो बस्नु न, हामी गइहाल्छौँ कि 8,000 ले 50-50 निस्किन्छ वाजबेला झन् होला अरु पैसा माग्नु अनन्त टेस्टै भयो फेरि एउटा भाग लिएर त्यही भएन ल ल अब अर्को चोटि धेरै पैसा लाग्छ अर्को 500 रुपियाँ मात्र कम 5 रुपियाँ कमाएर गाईको चाहिँ 1 2 3 4 5 ल बाबुलाई ओ ल ल गोकुको पालो ल बाउको हातबाट मोटो पुसाके दे गोराक जरा ल टाइममा नि यस्तो गरे हुन्छ के त्यो मिलाउँदै अगाडि राखे हुन्छ बोका आएन मैले नि ल यहाँ ल ओ खान ला क्या टिका मम्मी मुखतिरको फाल्दिनु खान ला फ्यामिलीको राम्रो नाम राख्ने भोलि पर्सि ठिकै लगाउने नि एउटा ल ल तिमीलाई ल मिठी खा है ल समाज किन ल समा धेरै भयो पैसा धेरै पाइस् त सबैले सकेन ल शाबास मेरो पालो हजुरलाई ल सुडी ल उयामा कानको कानको आन्टी उयामा खेल्छु अनि हा पारा नु हेल्कानको पहिला बाइस श्रीमतीज्यू आमाको मा भन्दा भनेको मनले इलेक्सन पाउना र भन्दा आमाको मा भेट्छु त कलप हाई लामोस् मनले चिताएको पुगोस् अरूको आशीर्वाद यस्तै हो ल विजय दशमीको धेरै धेरै शुभकामना
5,000 दियो क्या हो 81 50,000 50,000 कमाएर खुट्टामा चाल्यो म्याए स्याउ भन्नुहोस् स्याउ